क्युआर कोड स्क्यान गरिसकेपछि यस्तो फर्म देखिन्छ। एउटा माथि प्लसको चिन्ह भएको स्टार्ट न्यू फर्म, ड्राफ्ट, रेडी टु सेन्ड एन्ड सेन्ड। यतिसम्म गर्नको लागि चाहिँ तपाईँलाई चाहिँ नेटको आवश्यकता पर्न जान्छ भने यसपछिको प्रक्रियाहरू गर्नको लागि चाहिँ हामीले चाहिँ अफलाइन पनि गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ सबभन्दा पहिले चाहिँ हामीले चाहिँ कहाँ जाने त के गर्ने त भन्ने कुराहरू जान्छौँ। त्यसमा सबभन्दा पहिले चाहिँ स्टार्ट जुन न्यू फर्म देखिएको छ माथि त्यसलाई हामी क्लिक गर्छौँ। यो स्टार्ट न्यू फर्ममा त्यहाँ क्लिक गरिसकेपछि दुईवटा अप्सन देखिन्छ। एउटा डेमो स्क्रिनिङ टुल्स फर ट्रेनिङ पर्पस होइन, एउटा भनेको नेसनल स्क्रिनिङ प्रोग्राम 2082-83। जुन माथि यो डेमो दिएको छ यो भनेको तालिम प्रयोजनको लागि सिकाउनको लागि चाहिँ दिएको छ, हामी प्रयोग गर्न सक्छौँ भने तलको नेसनल स्क्रिनिङ प्रोग्राम भनेको यो हामी चाहिँ अन द फिल्ड जब हामी फिल्डमा जान्छौँ त्यो फिल्डमा गइसकेको बेलामा जाने बेलामा चाहिँ हामी त्यति बेला मात्रै यसको प्रयोग गर्छौँ हामी है। र यसको लागि चाहिँ हामी सबभन्दा पहिले हामी सिक्नको लागि चाहिँ हामी डेमोमा जान्छौँ, डेमोमा क्लिक गर्छौँ। डेमोमा क्लिक गरिसकेपछि यस्तो देखिन्छ। यो भनेको यो टुल भनेको माथि लेखेकै छ, यो भनेको हाम्रो वास्तविक टुल होइन, यो भनेको तालिम प्रयोजनको लागि सिक्नको लागि बनाइएको हो। त्यही भएर चाहिँ हामी यसमा चाहिँ नेक्स्टमा क्लिक गर्छौँ है। र नेक्स्टमा क्लिक गरिसकेपछि यहाँ तपाईँले यस्तो फर्म देखिन्छ। जुन यो भनेको हामीले पोषणको लेखाजोखा गर्न जाँदाखेरि अभिभावकहरूलाई चाहिँ यो बारेमा हामी के गर्न गइरहेछौँ होइन, त्यसको बारेमा जुन हामी जानकारी दिन्छौँ त्यो यसमा चाहिँ देखिएको हुन्छ। जस्तै पोषणको लेखाजोखा गर्दाखेरि हामी के गर्छौँ भन्ने कुराहरूको लागि हामी सहमति लिने कुरा हो। यसमा सक्नुहुन्छ सहमति भनेर हामीमा क्लिक गरिसकेपछि नेक्स्टमा क्लिक गर्ने। नेक्स्टमा क्लिक गरिसकेपछि यहाँ कार्यक्रम सञ्चालन गरेको मिति देखिन्छ माथि है। यो भनेको यसमा जम्मा तपाईँहरूलाई 4वटा सेक्सन हुन्छ, एबिसी होइन रेडी गरेर। त्यो सेक्सनहरूमा सबभन्दा पहिलो ए सेक्सन भनेको आधार विवरणहरू भर्नुपर्ने हुन्छ। यो भनेको एकचोटि एक ठाउँमा जाँदाखेरि एकचोटि भर्नुपर्छ मात्रै भनेको एउटा आधारको सेक्सन हुन्छ। त्यसपछि हामीले अर्को सेक्सन भर्नुपर्ने हुन्छ। त्यसमा कार्यक्रम सञ्चालन गरेको मिति छ, त्यसमा सेलेक्ट गर्ने। जस्तै हामी आज 21 गते हो भने 21 गते सेलेक्ट गर्ने, जुन दिन गर्नुहुन्छ त्यो दिन सेलेक्ट गर्ने। प्रदेशमा जस्तै हामीले कोशी प्रदेश सेलेक्ट गऱ्यौँ, जिल्लामा भनेपछि मोरङ होइन। त्यस्तै तल गर्दै जाँदाखेरि हामी यस्तै हामीले हाम्रो रङ्गेली नगरपालिका छ, हाम्रो रङ्गेली नगरपालिका हामी सेलेक्ट गऱ्यौँ होइन। त्यस्तै वार्ड नम्बर हामी सेलेक्ट गर्नुपर्ने हुन्छ। जस्तै 2 नम्बर सेलेक्ट गऱ्यौँ। समुदाय अब यहाँ भनेको स्थान भनेपछि तपाईँ कहाँ गर्नुहुन्छ, समुदायमा गर्नुहुन्छ समुदायको नाम लेख्नु पऱ्यो, स्वास्थ्य संस्थामा गर्नुहुन्छ स्वास्थ्य संस्थाको नाम लेख्नु पऱ्यो, खोप केन्द्रमा गर्नुहुन्छ भने खोप केन्द्र, विद्यालय। जस्तै मैले एउटा टोलमा गर्छु भने त्यो टोलको नाम चाहिँ यहाँ लेख्नुपर्ने हुन्छ होइन। जस्तै मैले टोलको नाम लेखेँ होइन, अब स्थान हाम्रो यो गेट पोइन्ट भनेको यो जिपिएस हो। हामीले जुन ठाउँमा गर्छौँ त्यही ठाउँमा चाहिँ हामीले गेट पोइन्टमा हामी क्लिक गर्ने। यो यसमा हामी केही गर्नु पर्दैन। 5 मिटरभन्दा तल आएपछि आफै सेभ अटो सेभ भएर जान्छ। यो यस्तै दिनु सेभ भएर जान्छ। त्यसपछि हामीले के गर्ने, यहाँ नेक्स्टमा हामी क्लिक गर्ने। यहाँ सेक्सन बी छ बच्चाको विवरण। यहाँ बच्चाको विवरण हामीले चाहिँ भर्नुपर्छ। माथि हेर्नुहुन्छ क्रम सङ्ख्या 1। अब 1बाट सुरु भयो है। अब 1बाट सुरु भइसकेपछि अब हामीले चाहिँ बच्चाको नाम लेख्ने। जस्तै मैले एउटा बच्चाको नाम चाहिँ यहाँ हाल्छौँ। अब यो रिसिधी भएपछि यसको जाति कोड हाल्छौँ हामी होइन। त्यस्तै होला सार्दै जाने। बच्चाको अवस्था कस्तो छ, अपाङ्ग छ कि छैन हामी हाल्यौँ। बच्चाको लिङ्ग केटा हो कि केटी हो, केटी हाल्यौँ। बच्चाको जन्ममिति जुन सिलेक्ट डेट छ यसमा क्लिक गर्ने। कहिले जन्मेको छ हामी त्यसमा हामी चाहिँ यो वर्षलाई यसरी सार्ने, वर्ष महिना गते होइन। जस्तै अब मानौँ यो 2081 साल चैत 21 गते जन्मेको छ हामी ओके गरिदिने। ओके गरेपछि आफै जेनेरेट हुन्छ महिना गते भएको हो होइन। त्यसपछि तपाईँको बच्चाले यस 13 महिनासम्ममा राष्ट्रिय खोप तरिका अनुसार खोप पाएको छ कि छैन, छ हामी जस्तो छ भने छ हामी क्लिक गर्ने होइन। जस्तै नाम आफै जेनेरेट गर्दछ यहाँ के तपाईँको बच्चाले पहिले यसरी समुदायमा शारीरिक रूपमा गरेको थियो कि थिएन,
थियो भन्नुहुन्छ भने अरू अप्सन आउँछ, थिएन भन्नुहुन्छ भने नेक्स्टमा जान्छ। जस्तै मानौँ थियो गर्नुभयो भने के अप्सन आउँछ भन्दाखेरि गरेको थियो भने के थियो त, कडा सिक्किमको क्वेसन थियो कि मध्यम सिक्किमको क्वेसन थियो कि स्वस्थ थियो, त्यो हामी भर्नुपर्ने हुन्छ भने बच्चाको पाखुराको मध्यवर्तीको नाप कति होइन त्यो हामी चाहिँ भर्नुपर्ने हुन्छ। अब मानौँ थिएन भनेपछि अब त्यसपछि हामी के गर्छौँ त, पाखुराको नाप लिन्छौँ। एउटा कुरा याद के गर्नुहोस् भने हामी चाहिँ एमयुसी टेपबाट नाप्दाखेरि हामी त्यहाँ सेन्टिमिटर लेखेको हुन्छ भने अब यहाँ हामीले हाल्दाखेरि एमएममा हाल्नुपर्ने हुन्छ। त्यसको लागि के गर्नुपर्ने हजुरले के गर्नुपर्यो भने जस्तै अब तपाईँको 12.5 आयो होइन सेन्टिमिटर भनेपछि त्यसलाई हामी सिधै के गर्ने त, 100 ले मल्टिप्लाई गर्दाखेरि जस्तै 12.5 आयो भने 125 होइन तपाईँले त्यहाँ चाहिँ हालिदिनु भयो भने तपाईँलाई आइहाल्छ है। जस्तै कि तपाईँले त्यो बच्चाको पाखुराको नाप भनेको 125 mm, 12.5 थियो भने त्यसको 125, 11.5 थियो भने 115, 11.4 थियो भने 114 होइन 125 हाल्नु। अब के देखायो भने बच्चा स्वस्थ छ होइन देखायो यो हिसाबले है त, पाखुराको मध्यको हिसाबले। बच्चाको उचाइ र लम्बाइ कुन विधि अपनाउने हो होइन। अब 13 महिनाको बच्चा छ हामीलाई थाहा छ, प्राय गरेर हामी 2 वर्ष मुनिको बच्चालाई चाहिँ हामी लम्बाइ लिन्छौँ भने 2 वर्षभन्दाको माथिको बच्चालाई उचाइ लिन्छौँ। तर कुनै परिवेशमा कस्तो हुन्छ भने 2 वर्षभन्दा माथिको बच्चा छ, त्यो बच्चा चाहिँ उभिन सक्दैन भने त्यो बच्चालाई हामी के गर्छौँ त, लम्बाइ पनि लिन्छौँ है। अब यो भनेको बच्चा भनेको 13 महिनाको छ भने हामी यसलाई लम्बाइ लिन्छौँ। लम्बाइ अब बच्चाको लम्बाइको सेन्टिमिटरमा आउँछ, त्यो सेन्टिमिटरमा मानौँ कि बच्चाको उचाइ भनेको हाम्रो 65 सेन्टिमिटर थियो। के भन्छ भने जेड स्कोरमा टेबलमा भिडाउनेको लागि 0.7 सेन्टिमिटर भनेको करेक्सन गरेर हामी के गर्छौँ त, यसलाई हाल्छौँ। आफै करेक्सन गर्छ यसमा है, यो त अटो करेक्सन। बच्चाको तौल मानव बच्चाको तौल भनेको 8 किलो छ। अब जेड स्कोर आफैले जेनेरेट गर्छ है त बच्चाको हेर्दा उचाइ अनुसार तौल नतिजा जेड स्कोर स्वस्थ जेड स्कोर भनेको ग्रेटर देन -2 SD रहेछ। त्यसपछि अब हामीले के गर्छौँ त, सुन्निएको कुपोषण कार्डियक सुन्निएको जाँच हामी गर्छौँ। जाँच गर्दाखेरि एउटा 4 अप्सन रहेछ, 2 कोटा सुन्निएको 0, पोषणजन्य कारणले सुन्निएको 1+, 2+, 3+ के रहेछ त्यो हामीले गर्छ। जस्तै माने 2 कोटा सुन्निएको छैन, 0 हाल्यौँ होइन। बच्चाको अन्तिम नतिजा यहाँ देखाउँछ। बच्चाको अन्तिम नतिजा भनेको बच्चा स्वस्थ रहेकोले नियमित आमाको दुध र पोषिलो खानेकुराको बारेमा हामीले के गर्नुपर्छ, आमालाई परामर्श दिनुपर्छ। यति गरिसकेपछि अब हामीले मानौँ तपाईँसँग अरू बच्चा छ भने नेक्स्ट गर्नुहोस् होइन, छैन भने के गर्नुहोस् भने यस्तै अब नेक्स्ट गर्नुभयो नि। अब एड सेक्सन बी अरू एड सेक्सन बी बच्चा गर्ने हो त हो कि होइन, छ भने एड गर्दै जानु, अनि ती कुराहरू बच्चाको बीबाट भर्दै जानुपर्छ। छैन भने हामी के गर्छौँ, त्यसलाई क्यान्सल गर्छौँ है। क्यान्सल गरिसकेपछि अब हेर्नुहोस् है, अब सेक्सन सीमा के छ भन्दाखेरि स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविकाको जानकारी। अब हामीले जुन ठाउँमा काम गर्दै जाँदै हुनुहुन्छ त्यो ठाउँमा चाहिँ तपाईँले अब बच्चाको के अरे स्वास्थ्यकर्मीले गर्न जानुभयो त्यो बच्चा स्वास्थ्यकर्मीको नाम होइन, ती स्वयंसेविकाको नाम चाहिँ हामीले यहाँ भर्दै जानुपर्छ। जस्तै हामीले यो नाममा अब तपाईँको स्वास्थ्यकर्मी को गर्दै जाँदै हुनुहुन्छ होइन, त्यसको चाहिँ नाम चाहिँ यहाँ हामीले चाहिँ के गर्छौँ त, हाल्छौँ होइन। नाम हाल्यौँ, पद के हो त्यो हाल्यौँ होइन, सार्दै हाल्नुहोस् है। उसको उहाँको मोबाइल नम्बर चाहिँ हाल्नुपर्ने हुन्छ होइन। त्यसपछि हामीले के गर्छौँ भने नेक्स्ट गर्छौँ। नेक्स्टपछि अरू छ भने हामी एड गर्दै जान्छौँ होइन। है त नर्सिङ स्टाफ हाल्यौँ होइन, उसको मोबाइल नम्बर हाल्नु, मोबाइल नम्बर पनि हाल्नु है। नेक्स्ट गरौँ है। यसले मोबाइल नम्बर चाहिँ अब 10वटा पुगेन होला। नेक्स्ट गरेपछि अब स्वयंसेविका छ भने स्वयंसेविका नै हाल्नु पर्यो है त। यसरी चाहिँ हामी
के छ हेर्नु चाहिँ महिला स्वयंसेविका होइन, उहाँको नम्बर हाल्नु पऱ्यो होइन, को गर्दै जानुहुन्छ त्यसको सबै कुराहरू चाहिँ यहाँ हाल्नुपर्ने हुन्छ है त। त्यसपछि नियम अब यति गरिसकेपछि छैन भने क्यान्सल के भन्छ भने अब त्यति बेला तपाईँले अब अनलाइनमा हुनुहुन्छ भने सेन्ड गर्दा पनि भयो होइन, हुनुहुन्न भने तपाईँले के गर्नुहोस् भने सेभ एज ड्राफ्टमा गरेर राख्नुहोस् होइन। सेभ एज ड्राफ्टमा गरिसकेपछि हेर्नु माथि के छ सेभ एज ड्राफ्टमा आइसक्यो होइन। अब तपाईँ नेटमा गइसके पछाडि त्यसलाई के गर्नुहोस् भने ओपन गर्नुहोस् होइन, जति भर्नुभएको छ जतिवटा बच्चाको होइन, यी माथि जुन यो गेट इन छ क्लिक गर्नुहोस्, यहाँ सेन्ड भनेर देखाउँछ होइन, सेन्ड गर्नुहोस्। त्यसपछि सबै के हुन्छ हेर्दा पहिला ड्राफ्टमा थियो, त्यसपछि कहाँ आयो त भन्दाखेरि सेन्डमा देखायो हो किन भन्नु त। यति गरिसकेपछि तपाईँ हाम्रो काम सकिन्छ है त। यतिको लागि चाहिँ राम्रोसँग ध्यान दिएर सुनिदिनु भयो, हेरिदिनु भयो, त्यसको लागि धन्यवाद। र अब तपाईँहरूलाई हजुरहरूलाई चाहिँ यसको सँगसँगै तपाईँ हामीले गरेको कामहरूलाई चाहिँ कहाँ गएर हेर्ने त भन्दाखेरि हामीले गरेको काम जुन हामी सेन्ड गऱ्यौँ त्यो कहाँ गएर बस्छ त भन्दाखेरि यो सबै गएर चाहिँ परिवार कल्याण महाशाखामा गएर बस्दो रहेछ। यसको डाटाहरू सबै देखिन्छ। त्यसलाई चाहिँ हामीले fwd.gov.np मा गएर हामी इन्ट्री गर्छौँ। त्यसको चाहिँ त्यसमा हाम्रो चाहिँ यो जुन यो माथि लिङ्क दिएको हुन्छ त्यसमा क्लिक गरिसकेपछि यहाँ नेसनल न्युट्रिसन स्क्रिनिङ क्याम्पेन छ, त्यसलाई हामी क्लिक गर्ने। त्यहाँ क्लिक गरिसके पछाडि तपाईँको यस्तो ड्यासबोर्ड देखिन्छ होइन, हेर्दा यस्तो ड्यासबोर्ड देखिन्छ। यसमा सबै तपाईँको राष्ट्रिय पोषण लेखाजोखा अभियान 6 महिनादेखि 5 वर्ष मुनिको बालबालिकाहरूको 2082-83 को देखिएको छ। अब मानौँ हामीले गरेको कामहरू कहाँदेखि यो समग्र यो भनेको त सबै पुरै देशै गरेर देखिन्छ। जस्तै अब हामीले गरेको कामहरू देखिनुको लागि चाहिँ हामीले चाहिँ के गर्नु छ भन्दाखेरि यो माथि प्रदेश भनेको छ, यो प्रदेश छान्नु होला हामीले गरेको काम होइन, कोशी प्रदेश होइन। अब यहाँ जिल्ला छ, जिल्ला छान्नु होला, जस्तै हामीले मोरङ होइन। अब हामीले काम गर्छ मानौँ मैले अब यहाँ मैले हालेको छैन त्यो वर्ष मेरोमा देखिएन होइन। जस्तै यहाँ ओद्लाबारी र बुढीगङ्गाले हालेको रहेछ, मानौँ ओद्लाबारीको हामी हेऱ्यौँ होइन। अब वडा नम्बर 1 ले हालेको छ भने 1 होइन, कुन टोलले हालेको छ त्यो टोल होइन, 1 BSCCले हालेको छ होइन। अब हेर्दा यो देखियो, यो कोशी प्रदेशको मोरङ जिल्लाको होइन, ओद्लाबारीको नगरपालिकाको वडा नम्बर 1 ले होइन। यसरी चाहिँ हाल्दाखेरि यो सबै कुराहरू उसले चाहिँ सबै कुराहरू तपाईँले नर्मल कतिवटा होइन, माम कतिवटा, साम कतिवटा, जेटेस कुराहरू नर्मल सबै कुराहरू तपाईँलाई यो ड्यासबोर्डबाट जात-जाति, उमेर, लिङ्ग होइन, साम माम होइन सबै कुराहरू छुट्याएर यहाँ देखिएको हुन्छ है त। यहाँ हामीले हेर्न सक्छौँ है हामीले गरेको कुराहरूलाई। ल धन्यवाद, यति कुराहरू हेरिदिनु भयो होइन, सुनिदिनु भयो। मलाई लाग्छ सायद तपाईँहरूलाई योले तपाईँहरूलाई अलिकति मद्दत गर्छ होला भन्ने आशा लागेको छ। धन्यवाद।